आफूले त्यसको नतिजा पाउन सकेका। अनि यसमा के भएको छ है प्रस्तुत माइकमा अहिले सुन्नु न कुराहरू के भन्छ न्यायिक रूपमा माइकमा चर्को बदलीमा न्याय भन्ने कुरा पनि होइन। म पढेर सुनाउँछु अनि कुराहरू है सुन्नु भएन भने एकचोटि सबै हल्ला गर्नु भएन भने चाहिँ सुनिन्छ। मेरो आवाज फेरि चर्कै पनि छ होइन। प्रस्तुत मुद्दामा प्रतिवादी प्रचण्ड खत्रीले मृतक कोइली साईलाई विभिन्न प्रकारका धाक धम्की तथा ब्ल्याकमेलिङ गरी पटक पटक मानसिक तनाव तथा दबावमा परी मानसिक पीडा दिने गरेको कारण आत्महत्या गर्न बाध्य भई मृतक कोइली साईले मिति 2082 327 गते पासोलगाई झुन्डी आत्महत्या गरेको भन्ने बेहोराको प्रतिवादी वर्गको जारीवाला दीपक कुमार साईको किटानी जारी दरखास्त रहेको प्रतिवादी मौकामा फरार यस अदालतमा बयान गर्दा आरोपी पक्षमा इन्कार रहेको देखिए पनि मृतक कोइली साईसँग प्रेम सम्बन्ध रहेको र वारदातको मिति 2082 327 गते मृतकसँग फोन तथा व्हाट्सएपमा विवाद झगडा भएको स्वीकार गरेको। वारदातको मिति नै मृतक कोइली साईको मोबाइल नम्बरको व्हाट्सएप आइडी 9779848475387 मा प्रतिवादीले व्हाट्सएप नेम प्रचण्ड खत्री व्हाट्सएप आइडी 9779074 बाट अब मर मेरो नामले मर मुद्दा लगा तेरो जिन्दगी छ कि अब तेरो आइडी हेर नयाँ यति बुझ अब लगायतका मेसेजहरू पठाएको नेपाल प्रहरी प्रधान कार्यालय डिजिटल फोरेन्सिक ल्याबको परीक्षण प्रतिवेदनबाट देखिएको। उक्त मेसेज आफूले पठाएको तथ्यलाई प्रतिवादीले बयान गर्दा स्वीकार गरेको देखिएको। प्रस्तुत मुद्दा अनुसन्धानमा घटनामा विवरणमा काज गर्ने मान्छेहरू सृजना खड्का थापा रमिला बुढाथोकी करेला मगर सृजना खड्का उमेश कुमार नवीन कुमार बोहरा पूर्वबहादुर बिएम केशव बिसी निराजन विक र सर्जना कार्की लगायतका मानिसहरूले प्रतिवादीले मानसिक यातना दिई सोही यातनाको कारण सहन नसकी कोइली साईले पासो लगाई आत्महत्या गरेको हुँदा निज प्रतिवादीलाई कारवाही गरिपाऊ भन्ने उल्लेख गरेको देखिएको र रुकुम पूर्व जिल्ला अस्पतालबाट भएको मृतकको सब परीक्षण प्रतिवेदन हेर्दा मृतकको पजर बेडमा ह्याङ्गिङ भन्ने उल्लेख भएको समेतका मिसलसम्म तत्काल प्रमाणबाट प्रतिवादी प्रचण्ड खत्री आरोपित कसुरदार हुन् भनी विश्वास गर्न सकिने मानसिक आधार रहेको हुँदा पछि थप प्रमाण बुझ्दै जाँदा थरी बमोजिम हुने गरी हाल प्रचण्ड खत्रीलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 67 1 को बिहा खण्ड ख बमोजिम मुद्दा पूर्वक्षको लागि सोही संहिताको दफा 80 बमोजिम मृत पूर्वको थुना पुर्जी दिई थुनुमा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु भनी चाहिँ आदेश भएको चाहिँ छ।